नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ मैले क्लास 10 को कम्पलसरी म्याथमेटिक्स बुकको च्याप्टर कन्स्ट्रक्सनबाट चाहिँ मैले क्वेसन लिएको छु। सो क्वेसन यहाँ हेर्न सक्नुहुन्छ। कन्स्ट्रक्ट अ प्यारालेलोग्राम ABCD इन व्हिच AB इक्वल टु 6 सेन्टिमिटर, BC इक्वल टु 4 सेन्टिमिटर एन्ड angle BAD equal to 60 degree. Then construct a triangle AEF equal in area to the parallelogram and the side AE equal to 7.5 सेन्टिमिटर है। यसमा चाहिँ हामीले फर्स्टमा प्यारालेलोग्राम ABCD बनाउनु पर्ने छ, जसको साइड्स दुईटा साइड्सको लेन्थ अनि त्यसपछि एउटा एंगल दैट इज BAD दिएको छ र प्यारालेलोग्रामबाटै हामीले अर्को ट्रायंगल बनाउनु पर्ने हुन्छ, जसको एउटा साइड चाहिँ हाम्रो 7.5 सेन्टिमिटर छ र प्यारालेलोग्राम सँगै इक्वल भएको एरिया पनि हुनुपर्छ। सो यसको लागि चाहिँ अब हामीलाई क्वेसनले के इन्फर्मेसन दिएको छ र के सजेस्ट गरेको छ त्यो लेख्छौं। सो टु कन्स्ट्रक्ट अ प्यारालेलोग्राम ABCD in which AB equal to 6 centimeter, BC equal to 4 centimeter and angle BAD equal to 60 degree. So this pasadi then a triangle AEF equal in area to the parallelogram है। parallelogram ABCD having side नत्र and the side भनेर लेख्ने and the side AE equal to 7.5 सेन्टिमिटर। सो मैले यति इन्फर्मेसन चाहिँ यहाँ क्वेसनकै लेखेको छु। सो फर्स्टमा हामीले यहाँनिर रफ स्केच बनाउनु पर्ने हुन्छ। त्यसको लागि यो टु कन्स्ट्रक्ट इन्फर्मेसन लेखिसकेपछि रफ स्केच भनेर हामीले एउटा रफ स्केच बनाउनु पर्छ। सो त्यसको लागि फर्स्टमा सपोज यहाँनिर फर्स्टमा त प्यारालेलोग्राम बनाउनु पर्ने छ। सो सपोज यो हाम्रो प्यारालेलोग्राम है र अब यहाँ प्यारालेलोग्राम र ट्रायंगललाई कम्पेयर गर्दा हाम्रो प्यारालेलोग्राम ABCD छ र इक्वल एरिया भएको ट्रायंगल AEF बनाउनु पर्ने छ प्यारालेलोग्रामबाट। सो यसमा चाहिँ हाम्रो कमन भर्टेक्स A छ। सो यो कमन भर्टेक्सलाई कि त यो बेस लाइनमा है कि त यता पनि राख्न सक्नुहुन्छ कि त यता पनि राख्न सक्नुहुन्छ। सो म अहिलेको लागि चाहिँ यहाँनिर A लेखिदिन्छु। सो यता मान्दा अब A B C अनि D। सो फर्स्टमा हामीले प्यारालेलोग्राम यसरी बनाउँछौं, त्यसपछि प्यारालेलोग्रामबाटै ट्रायंगल बनाउँछौं। त्यसको लागि अब यो बेस जति छ, बेसको लेन्थ जति छ त्यति नै यता प्रोड्युस गर्छौं है। AB सँगै फेरि पनि हामीले जति लेन्थ छ AB को त्यति नै यता प्रोड्युस गर्छौं, किनभने सेम बेसमा ट्रायंगल बनायो भने त्यो ट्रायंगल चाहिँ प्यारालेलोग्रामको हाफ भइदिन्छ। सो हामीले चाहिँ डबल ठ्याक्क ट्रायंगलको बेस चाहिँ प्यारालेलोग्रामको बेसको डबल हुँदा बल्ल ट्रायंगलको एरिया प्यारालेलोग्रामको सँग इक्वल हुन्छ। सो अब यहाँ प्रोड्युस गरिसक्दा अब यहाँदेखि और यहाँबाट है हामीलाई त AE दिएको छ 7.5 सेन्टिमिटर। सो यहाँबाट यतातिर काट्छौं, 7.5 सेन्टिमिटरको आर्क लिएर यता काट्छौं। सो सपोज यो पोइन्टमा कट्छ भने चाहिँ अब यसलाई र यो पोइन्टलाई हामीले जोइन गर्नुपर्ने हुन्छ। सो यो A E अनि F। सो हाम्रो रिक्वायर्ड ट्रायंगल जसको एरिया प्यारालेलोग्राम ABCD सँग इक्वल छ यो फर्म हुन्छ। सो ओके, अब यहाँनिर साइड्सहरुको लेन्थ मेन्सन गर्छौं। सो AB हाम्रो
6 सेन्टिमिटर छ, BC 4 सेन्टिमिटर। अब यहाँनिर 4 सेन्टिमिटर लेख्छु। अनि त्यसै गरी एंगल BAD भनेको यो एंगल 60 डिग्री छ है। अनि त्यस पछाडि AE हाम्रो 7.5 सेन्टिमिटर। प्यारालेलोग्राममा यो अब यो दुईटा लाइन प्यारालेल हुन्छ। सो यो चाहिँ हाम्रो रफ स्केच भयो। अब यो रफ स्केचलाई आधार मानेर हामीले फेयर फिगर बनाउनु पर्ने हुन्छ। त्यसको लागि फर्स्टमा त म एउटा लाइन सेगमेन्ट तान ओके यसरी तान्दिन्छु। यो चाहिँ हाम्रो एउटा लाइन सेगमेन्ट हो र अब थोरै मैले यहाँनिर डिनोट पनि गरे। सो फर्स्टमा त AB को लेन्थ 6 सेन्टिमिटर छ। सो मैले यहाँ स्केलमा राखेर 6 सेन्टिमिटर है। AB इक्वल टु 6 सेन्टिमिटर छ। सो 6 सेन्टिमिटरको आर्क मेजर गर्छु। ओके 6 सेन्टिमिटरको आर्क यहाँ राखेर यता काट्छौँ है। सो हाम्रो यो चाहिँ AB विथ लेन्थ 6 सेन्टिमिटर एउटा साइड आइसक्यो। अब त्यस पछाडि हामीलाई एंगल BAD इक्वल टु 60 डिग्री छ भनेको यहाँबाट एउटा सेमी सर्कल बनाउँछौँ है। ओके यो हाम्रो एउटा सेमी सर्कल भयो र अब यति गरिसके पछाडि यो एंगल चाहिँ हाम्रो 60 डिग्री हुन्छ र अब मैले यो A पोइन्ट सँग यो एंगल है यो A भर्टेक्समा मैले एंगल 60 डिग्री बनाइसकेको छु र यो एंगल हाम्रो 60 डिग्री हुन्छ। सो अर्को हाम्रो BC दिएको छ 4 सेन्टिमिटर। अब हामीले केयर गर्नुपर्ने के हुन्छ भन्दा हामीलाई त थाहा छ प्यारालेलोग्रामको अपोजिट साइड्स इक्वल र प्यारालेल हुन्छ भनेको AB इक्वल टु DC र अर्को BC इक्वल टु AD हुन्छ। अब BC को लेन्थ चाहिँ 4 सेन्टिमिटर दिएको छ। सो यो AD को लेन्थ पनि 4 सेन्टिमिटर नै हुँदा अब यो BC को लेन्थ पनि BC को लेन्थ 4 सेन्टिमिटर दिएको छ र BC सँगै इक्वल हाम्रो AD साइड हुन्छ। सो यसको लेन्थ पनि 4 सेन्टिमिटर हुन्छ। सो अब मैले चाहिँ यो A बाट 4 सेन्टिमिटर को आर्क फेरि बनाएर A बाट काट्छु। सो 4 सेन्टिमिटर यहाँ हेर्न सक्नुहुन्छ। ओके 4 सेन्टिमिटर को आर्क मैले मेजर गरेर यहाँ A पोइन्टमा राखेर यता काट्छु। सो दिस विल बी द पोइन्ट D है जसको लेन्थ हुन्छ हाम्रो 4 सेन्टिमिटर। ओके अब यति गरिसकेर अब हामीले फेरि अब यो AB साइड सँग माथिको साइड इक्वल हुन्छ और प्यारालेल पनि हुन्छ। सो यो साइड अनि त्यस पछाडि यो AD साइड सँग इक्वल हाम्रो यो BC साइड भनेको यता C पोइन्ट पर्छ। सो यो BC 4 सेन्टिमिटर छ। हामीले यहाँनिर 4 सेन्टिमिटर अलरेडी बनाइसकेर यहाँ काटेको छौं। सो यहाँबाट हाम्रो 4 सेन्टिमिटर यसरी काट्ने। अनि त्यस पछाडि यो AB साइड को लेन्थ हाम्रो 6 सेन्टिमिटर छ। सो म यिनेर मेजर गर्दिन्छु 6 सेन्टिमिटर। सो यहाँ राखेर यता काट्दा अब यसरी जोइन गर्ने। सो B लाई पनि मैले जोइन गर्छु र अर्को भनेको D र सेम पोइन्ट दैट इज यो पोइन्ट है। ओके यसरी जोइन गर्दा हाम्रो यो पोइन्ट चाहिँ C हुन्छ है। ओके भनेपछि हाम्रो प्यारालेलोग्राम ABCD फर्म भइसकेको छ र अझै पनि म यो के गर्छु भन्दा यो लाइनलाई चाहिँ अझै फर्दर प्रोड्युस गर्दिन्छु यीबाट। अब किनभने हाम्रो ट्रायंगल को जुन एउटा साइड दिएको छ यो 7.5 सेन्टिमिटर 7.5 सेन्टिमिटर को आर्क यता पनि कट्न सक्छ। त्यसैले अब यो लाइनलाई चाहिँ मैले फेरि फर्दर अझै प्रोड्युस गर्ने भयो। सो यसरी प्रोड्युस गरेको छु। अब हामीले प्यारालेलोग्रामबाट ट्रायंगल बनाउँदा अघि मैले भनिसकेको छु बेस ठिक्क डबल हुनुपर्छ। त्यसैले अब यो AB लेन्थ है AB को लेन्थ जति छ त्यति नै हामीले यहाँ B बाट यता काट्छौं है। सो ओके
यहाँ काटिसकेको छु अहिले भर्टेक्स यसमा राख्दिन अब हामीलाई दिएको छ फेरि यो एई 7.5 सेन्टिमिटर सो अब एउटा 7.5 सेन्टिमिटर को आर्क लिएर अब ए पोइन्टबाट यो लाइनमा काट्छौं है यो माथिको लाइनमा सो जुन यो लाइन बेस लाइनसँग प्यारेलल छ भनेपछि यहाँबाट 7.5 सेन्टिमिटर को आर्क लिसकेर काट्दा यहाँनेर कट्छ सो अब यो पोइन्टबाट हामीले ए मान जोइन गर्नुपर्ने हुन्छ अर्को यो पोइन्टमा है सो ओके हाम्रो जोइन गरिसके पछाडी अब यो ट्रायंगल चाहिँ यसरी फर्म हुने भयो ओके यहाँनेर मैले जोइन गरे ओके ओके जोइन गर्दा चाहिँ हाम्रो यो ट्रायंगल चाहिँ फाइनल्ली रिक्वायर्ड ट्रायंगल भयो सो यो पोइन्ट हाम्रो यहाँनेर ई छ म यहाँ ई लेखिदिन्छु र यो पोइन्ट हाम्रो एफ है सो ओके एई हाम्रो 7.5 सेन्टिमिटर छ र अब यहाँनेर थोरै मैले प्यारेलल पनि देखाइदिन्छु योसँग यो प्यारेलल ओके फाइनल्ली हाम्रो ट्रायंगल पनि आइसकेको छ र ट्रायंगललाई चाहिँ सेट गर्नुपर्ने हुन्छ So this triangle AEF is the required triangle whose area is equal to the parallelogram ABCD. अब लास्टमा चाहिँ हामीले कन्क्लुजन पनि लेख्नु पर्छ सो हेन्स triangle AEF is the required triangle whose area is equal to the parallelogram ABCD ओके यति गरिसके पछाडी यो कन्स्ट्रक्सन को क्वेशन हाम्रो कम्प्लिट हुन्छ